नेपालको पूर्वी तराई छेउ हरियालीले ढाकिएको सुन्दर हरैँचा नगरपालिकाको हरैँचा मोड। यहीँनिर 2032 साल वैशाख 4 गते कृष्णप्रसाद शर्मा र कमला चामलागाईको घरमा 4 छोराछोरी मध्ये जेठी छोरीको जन्म भयो, रञ्जना शर्मा। धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जन्मनु भएकी रञ्जनाले आफ्नो बाल्यकाल हरैँचा मोडको शान्त परिवेशमा बिताउनुभयो। पारिवारिक संस्कार, मेहनत र इमान्दारिताको वातावरणले उहाँको सोचमा सानै उमेरमा जिम्मेवारी र कर्तव्यनिष्ठाको बीजारोपण गर्यो। सुकुना माध्यमिक विद्यालय सुन्दर हरैँचामा पढ्दा रञ्जना शर्मामा नेतृत्वको पहिलो चिङ्गारी प्रज्वलित भयो। कक्षामा सधैँ अग्रस्थानमा रहने, अनुशासनमा दृढ र सच्चा विद्यार्थीको रूपमा उहाँ परिचित हुनुहुन्थ्यो। तर उहाँको यात्राको निर्णायक मोड तब सुरु भयो जब उहाँले विद्यालय मार्फत नेपाल स्काउट्स मुभमेन्टसँग पहिलो साक्षात्कार गर्नुभयो। 2042 सालमा धरानमा आयोजित प्रथम स्काउट क्याम्पोरीमा उहाँले सुकुना ट्रुपको प्रतिनिधित्व गर्दै सहभागिता जनाउनुभयो। 12 दिनसम्म चलेको कटहरी चोकको कटहरी स्कुलमा भएको क्याम्प उहाँका जीवनका महत्त्वपूर्ण अध्यायमध्ये एक बन्न पुग्यो। त्यो समयमा उहाँले स्काउटको प्रिन्सिपल अफ सर्भिस, डिसिप्लिन एन्ड प्याट्रोटिजम गहिरो रूपमा आत्मसात गर्नुभयो। त्यही आदर्श अहिले उहाँले आफ्ना विद्यार्थीहरूमा रोप्दै आउनु भएको छ। विद्यार्थीहरूलाई राष्ट्रभक्त, अनुशासित र समाजप्रति उत्तरदायी नागरिकका रूपमा विकास गर्न स्काउटको शिक्षा व्यावहारिक रूपमा लागू गर्दै हुनुहुन्छ। 2048 सालमा उहाँले सुकुना माविबाट एसएलसी उत्तीर्ण गर्नुभयो। त्यो सफलता केवल प्रमाणपत्र मात्र थिएन, जिम्मेवारीको नयाँ अध्यायको सुरुवात पनि थियो। एसएलसी पछि उहाँले सुकुना क्याम्पसमा पिसिएल स्तरमा अध्ययन थाल्नुभयो। अध्ययनसँगै उहाँ सामुदायिक गतिविधिमा समेत सक्रिय रहनुभयो। रेड क्रस, रेयुकाई र स्काउट जस्ता संस्थामा उहाँको उपस्थिति निरन्तर थियो। त्यो समयमा उहाँले बुझ्नुभयो, एजुकेसन इज नट ओन्ली लर्निङ, इट्स अबाउट सेयरिङ एन्ड सेपिङ लाइफ्स। स्नातक तहमा उहाँले जनता बहुमुखी क्याम्पस इटहरी र स्नातकोत्तर पूर्वाञ्चल विश्वविद्यालयबाट गर्नुभयो। एजुकेसन फ्याकल्टी अन्तर्गतको एजुकेसन प्लानिङ एन्ड म्यानेजमेन्ट इपिएम विषयमा एमएड उत्तीर्ण गर्दै उहाँले आफ्नो शिक्षण दृष्टिकोणलाई योजनाबद्ध, विश्लेषणात्मक र नेतृत्वमुखी बनाउनुभयो। उच्च शिक्षासँगै उहाँले सरकारी सेवा यात्राको आरम्भ पनि गरिसक्नु भएको थियो। सडक विभाग इटहरी कार्यालयमा ल्याब टेक्निसियनको रूपमा 3 वर्ष सेवा दिएर त्यो अनुभवले उहाँलाई व्यवस्थित कार्यप्रणाली, समय व्यवस्थापन र टिम कोअर्डिनेसनको महत्त्व सिकायो, जुन सिप पछि उहाँले शैक्षिक नेतृत्वमा कुशलतापूर्वक प्रयोग गर्नुभयो। 2055 साल वैशाख 23 गते उहाँले थानेश्वर ढकाल नेल्सनसँग वैवाहिक सम्बन्ध गाँसेर नयाँ जीवन यात्राको सुरुवात गर्नुभयो। विवाहपछि सरकारी सेवा छोड्दै उहाँले आफ्नो जीवनको सम्पूर्ण ऊर्जा शिक्षा क्षेत्रमा समर्पित गर्ने निर्णय गर्नुभयो। श्रीमान ढकालले स्थापना गर्नुभएको लभली एन्जल बोर्डिङ स्कुलमा उहाँले मुख्य शिक्षिका र व्यवस्थापकको रूपमा करिब 13 वर्षसम्म काम गर्नुभयो। यो अवधि उहाँले केवल विद्यालय सञ्चालन मात्र गर्नु भएन, विद्यालयलाई गुणस्तरीय शिक्षाको उदाहरणका रूपमा स्थापित पनि गर्नुभयो। अध्ययन अध्यापन, शिक्षक तालिम, विद्यार्थी व्यवस्थापनदेखि लिएर प्रशासनिक नीति निर्माणसम्म उहाँ सक्रिय, सजग र भिजनरी एजुकेटरका रूपमा देखिनुभयो। 2065 सालदेखि उहाँले मकालु इङ्ग्लिस बोर्डिङ स्कुल इटहरी 5 को अध्यक्षको रूपमा नेतृत्व सम्हाल्दै आउनुभएको छ। विद्यालयमा उहाँले शिक्षक, व्यवस्थापक र अभिभावक बीच सन्तुलित सहकार्यको वातावरण निर्माण गर्नुभयो। उहाँको नेतृत्वमा मकालु स्कुलले गुणस्तरीय शिक्षा, सामुदायिक साझेदारी र सहानुभूतिको वातावरण निर्माण गरेको छ। स्कुलका विद्यार्थीहरू सामाजिक गतिविधिमा सहभागी हुन थालेका छन्। रञ्जना शर्माको प्रेरणाले बालबालिकाहरू सिप र सेवाका माध्यमबाट समाजप्रति उत्तरदायी बन्न थालेका छन्। विद्यार्थी जीवनमा सुरु भएको स्काउटको बिउ अहिले विशाल रुख बनेको छ। उहाँ स्काउट टिचर, स्काउट मास्टरका रूपमा विद्यार्थीहरूलाई देश प्रेम,
अनुशासन र सेवा भावना सिकाइरहनु भएको छ। क्याम्प, हाइक र सामाजिक अभ्यास मार्फत उहाँले विद्यार्थीहरूमा व्यवहारिक शिक्षा स्थापित गराउनु भएको छ। त्यस्तै रेड क्रस र रेयुकाई मार्फत उहाँले कम्युनिटी हेल्थ अवेरनेस, रक्तदान कार्यक्रम र आपतकालीन राहतमा योगदान दिनुभएको छ। यी संस्थागत सहभागिताले उहाँलाई व्यक्तिगत सफलताभन्दा ठूलो हुन्छ सामूहिक सेवा भन्ने गहिरो दर्शन सिकायो र त्यो दर्शन उहाँले हरेक विद्यार्थीलाई सिकाइरहनु भएको छ। रञ्जना शर्मा महिला जागरण नेपालसँग आबद्ध भई हाल सहकोषाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ। उहाँले ब्ल्याङ्केट डिस्ट्रिब्युसन, विन्टर रिलिफ, ओल्ड एज होम र अर्फेनेज सपोर्ट जस्ता कार्यक्रमहरूमा अग्रणी भूमिका खेल्नु भएको छ। त्यो मात्र होइन, किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड अन्तर्गतको महिला तथा बालबालिका उपसमितिमा रहेर उहाँले आर्थिक सशक्तिकरणका अभियानहरू सञ्चालन गर्नुभएको छ। शिव सहकारी बचत तथा ऋण सहकारी संस्था लबिपुरमा शिक्षा समिति सदस्य रहेर उहाँले शिक्षा क्षेत्रमा विभिन्न आयामबाट योगदान दिनुभएको छ। उहाँको नेतृत्वमा सञ्चालन भएका तालिम, गोष्ठी र सचेतना कार्यक्रमले सयौं महिलालाई आत्मनिर्भर र आत्मविश्वासी बनाएको छ। सबैलाई समान व्यवहार गरौँ भन्ने भाव राख्ने सिनियोन संस्थामा 2056 सालदेखि सदस्य रहेर उहाँले मानवीय कर्तव्यप्रति उत्तरदायी बन्नुभयो। सन् 2018-19मा उहाँले लायन्स क्लब अफ इटरी स्मार्ट सिटीमा चार्टर्ड सदस्यको रूपमा प्रवेश गर्नुभयो। त्यो यात्रामा उहाँले सचिव, द्वितीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष हुँदै हाल वर्ष 2025-26मा प्रेसिडेन्टको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। लायन रञ्जना शर्माले एनजेएफ प्राप्त गरिसक्नु भएको छ। यो लायन्सको सेवाभावमा रहँदा उहाँले प्राप्त गर्नुभएको हो। साथै आफ्नै कार्यकालमा सिकागो अन्तर्राष्ट्रिय लायन्स भवनमा पुग्ने अवसर पनि उहाँले प्राप्त गर्नुभएको छ। उहाँको नेतृत्वकालमा क्लबले कापी वितरण, वृक्षारोपण, ब्लड डोनेसन, फुड फर ओल्ड एज होम, मेटेरियल्स फर अर्फन एज जस्ता सेवा कार्यहरू नियमित रूपमा सम्पन्न गरेको छ। पर्मानेन्ट प्रोजेक्ट अन्तर्गत निसहाय बालबालिका आश्रममा खानेपानीको फिल्टर, आरो जडान गरी बालबालिकालाई शुद्ध पिउने पानीको व्यवस्था गर्नुभएको छ। साथै स्वास्थ्य शिविर अन्तर्गत आँखा, महिलाको पाठेघरको मुखको क्यान्सरको शिविर आयोजना गर्नुभयो। क्लबको स्टुडेन्ट अडप्ट प्रोग्राम अन्तर्गत 3 जना विद्यार्थीहरूको एसईई सम्मको सम्पूर्ण शैक्षिक खर्चको जिम्मेवारी उहाँले वहन गर्दै आउनु भएको छ। किताब, कापीदेखि लिएर लत्ता कपडाका लागि आवश्यक सम्पूर्ण खर्च बेहोरेर ती बालबालिकालाई उज्जवल भविष्यतर्फ डोहोऱ्याइरहनु भएको छ। लायन्सको अनुभवले उहाँलाई ग्लोबल भिजन अफ सर्भिस सिकायो र उहाँले त्यो दृष्टिकोण विद्यालय र समुदाय दुवैमा लागू गर्नुभएको छ। नेपालका प्रमुख धार्मिक र ऐतिहासिक स्थलहरू मेचीदेखि महाकालीसम्म, काठमाडौँ, लुम्बिनी, पोखरा, जनकपुर, बागलुङ, नेपालगञ्जदेखि लिएर भारतका मनाली, आगरा, सिमला, दिल्ली, मुम्बई, पन्जाब, सिक्किम, आसामसम्म उहाँले भ्रमण गर्नुभयो। रञ्जना शर्मा र थानेश्वर ढकालले अमेरिकाको फेयरफ्याक्स भर्जिनिया स्थित इन्टरनेसनल डेभलपमेन्ट इन्स्टिच्युट आइडिआईमा आयोजित स्कुल एक्जिक्युटिभ लिडरसिप प्रोग्राम सफलतापूर्वक सम्पन्न गर्नुभएको छ। उहाँहरूले अमेरिकाका विभिन्न स्कुल र कलेजहरू भ्रमण गर्ने तथा अवलोकन गर्ने अवसर पाउनुभयो। आफ्नो लायन्स अध्यक्षकालमा अन्तर्राष्ट्रिय मुख्यालय सिकागो पुग्ने अवसर पनि उहाँले प्राप्त गरिसक्नु भएको छ। त्यो यात्रा केवल पर्यटनका लागि मात्र थिएन, त्यो थियो लर्निङ एक्सपोजर। चीनका बेइजिङ, ग्वान्झाउ, साङ्घाई, मलेसिया, सिङ्गापुर, थाइल्यान्ड हुँदै अमेरिकाका न्युयोर्क, वासिङटन डिसी, ओहायो र सिकागोसम्मको यात्रा उहाँले पूरा गर्नुभएको छ। विभिन्न देशका शैक्षिक प्रणाली, सांस्कृतिक विविधता र व्यवस्थापनको दृष्टिकोणले उहाँलाई सकारात्मक परिवर्तनप्रति संवेदनशील बनायो। अहिले उहाँ ती अनुभवहरू विद्यालय व्यवस्थापनमा प्रयोग गर्दै हुनुहुन्छ। मकालु स्कुलको प्रशासनिक प्रणाली अहिले आधुनिक, पारदर्शी र विद्यार्थी केन्द्रित बनेको छ। स्वस्थ जीवनका लागि योग र ध्यानमा विश्वास राख्ने रञ्जना शर्माले 7 दिनसम्म चल्ने योग चक्र विज्ञान कार्यक्रममा मानव जीवनका 7 चक्रको ज्ञान लिनुभएको छ। रञ्जना शर्माको आत्माभित्रको अर्को संसार हो साहित्य। उहाँले 4 गीत
र 15वटा कविता लेखिसक्नु भएको छ, जसमा मन पोल्छ बेस्सरी बोलको गीत सार्वजनिक पनि भइसकेको छ। छोरीलाई विवाह गरेर पठाउने बेलामा छोरीको बिलौना यो गीतले समेटेको छ। साहित्य उहाँका लागि समाजसँग संवाद गर्ने माध्यम हो। उहाँका कवितामा नारीको शक्ति, मातृत्वको ममता र समाजप्रतिको संवेदनशीलता झल्किन्छ। शिक्षिका, समाजसेवी र स्रष्टा यी सबै भूमिका बीच पनि उहाँ आमा र पत्नीको भूमिका सन्तुलित रूपमा निर्वाह गर्दै आउनु भएको छ। छोरी जोनी ढकाल र छोरा जेनिस बाबु ढकाल दुवै सन्तानमा उहाँले शिक्षा र मूल्यको संस्कार रोप्नुभयो। छोरीलाई दमक निवासी शेखर दङ्गालसँग फुलमाला पश्चात उच्च शिक्षाको नयाँ अध्याय सुरुवात गर्नका लागि छोरी क्यानाडामा हुनुहुन्छ भने ज्वाइँ दक्षिण कोरियामा आफ्नो एकाडेमिक अध्ययनको अन्तिम चरणमा हुनुहुन्छ। छोरा जेनिस बाबु ढकाल पनि बाबुआमाको सामाजिक कार्यको प्रेरणाले लियो क्लब अफ इटरी स्मार्ट सिटी वर्ष 2024-25 का प्रेसिडेन्ट र वर्ष 2025-26 का लियो जोन चेयरपर्सन हुनुहुन्छ। उहाँ हाल इटरी इन्टरनेसनल कलेजमा BIT अध्ययनरत हुनुहुन्छ। रञ्जना शर्माको जीवन दर्शन स्पष्ट छ। मानवताको सेवा नै सबैभन्दा ठूलो धर्म हो। रञ्जना शर्मा आज एउटा नाम मात्र होइन, शिक्षा, नेतृत्व र समाजसेवाको प्रेरणादायी प्रतीक हुनुहुन्छ। स्काउटमा सिकेको अनुशासन, शिक्षणमा देखाएको डेडिकेसन, समाजसेवामा बुनिएको सहानुभूति र अन्तर्राष्ट्रिय यात्राबाट विकसित दृष्टिकोण यी सबै मिलेर उहाँको जीवन एउटा उज्यालो उदाहरण बनेको छ। रञ्जना शर्माको कथा केवल व्यक्तिगत उपलब्धिको यात्रा होइन, यो हो शिक्षा र सेवा मार्फत समाज परिवर्तन गर्ने सम्भावनाको कथा। रञ्जना शर्मा, a life devoted to education, leadership and the empowerment of humanity. यस्ती बहुप्रतिभाशाली क्षमतावान नेत्री समाजसेवीलाई प्रस्तुत गर्दैछौँ लायन्स क्लब अफ इटरी स्मार्ट सिटी वर्ष 2025-26 के अध्यक्ष लायन रञ्जना शर्मा MJF।